बिहा गरेपछि हजुर। त्यस्तो भइचानस त्यस्तो कर्म त्यस्तै सबै कुरो चल्छ हजुर कर्म भनेको यो अहिलेको कर्म भनेको दुलाको भन्दा दुलैको बढी कर्म भयो ए यो कर्म बिहा गरेपछि यो चतुर्थी गर्दाखेरि कर्म गर्नैपर्छ होइन त्यो उहाँ पनि भनौँ न माइतै गर्दा पनि यो कर्म चल्ने भनेको केटीको कर्म चल्ने भनेको बिहाको बिहाको यो कर्म चलेपछि उ एकदम शुद्ध कुनै काममा पनि तयार भयो भन्नाले कस्तो काममा तयार त्यो त अब भनौँ न अब जुनसुकै कुरामा चाहिँ अब जस्तै मानौँ हजुर पूजापाठमा बस्न पनि तयार भयो हेर्नुहोस् हजुर हजुर त्यसलाई केही हुँदैन बिहा भएपछि हजुर। चलेको हुन्छ हजुर अनि यो नगर यो गर भन्न मिल्दैन हजुर बिहा नगरेका केटीलाई अब त यो पूजा गर्न त्यति राम्रो हुँदैन बिहा गरेपछि कर्म चलो हजुर कर्म चले छोरा मान्छेको पनि व्रत बन्द गरेपछि कर्म चल्लो हजुर भनेदेखि छोरीको बिहा गरेपछि कर्म चल्छ अनि सुटुक्क लबर घरभित्र हुल्यो भने के हुन्छ त्यो केही कर्मसर्म केही गरेनन् चतुर्थी गरेनन् भने त्यो भएन त्यसरी हुँदैन यो कर्म यहाँ नचलेसम्म उसको कर्म चल्दै चल्दैन हजुर यो त यो गर्न के भने बाहुन भएर यहाँ यो गर ऊ गर यसो गर भने बाहुनले कर्म चलाइदिने हजुर कर्म चलाएर मात्रै अब यो गर शान्ति हुन्छ चतुर्थी भन्छ यस्तै हिँडको कर्म नचलेसम्म उसको कर्म चल्दैन है होइन मठ मन्दिरमा गएपछि त्यही हो क्या ल्याएर भित्र हुलेर कर्म हुँदैन त्यो कर्म हुँदैन बिहाको कर्म हुँदैन बिहाको कर्म गरेर बस्छ अनि त्यो कर्म नगरिकन लोग्ने स्वाइने छोराछोरी पायो भने के हुन्छ वर्तमानै नगरिकन व्रतबन्ध नगरी त बाहुनको जातको व्रतबन्ध नगरेपछि बिहा गर्न बिहा गर्न हुँदैन हुँदैन यही गर्न हुँदैन हजुर हजुर पहिला व्रतबन्धको कर्म चलाएर मात्रै बिहा गर्नुपर्छ त्यो त्यति बेलासम्म अब उमेर हुने बेलासम्म व्रतबन्ध भएको रहन्छ भनेदेखि त्यति बेलासम्म पहिला व्रतबन्ध गरेर कर्म चलाएर अनि जनै लाएर अनि त्यहाँपछि बल्ल बिहा गर्नुपर्छ हजुर हजुर भने जनैलाई बिहा गर्न ए हुँदैन है गुरुबा हुन्छ उनीहरूको छोरो गाडी हुन्छ उनीहरूले त गर्छ हामी त पाउँछ बाहुनको जातमा सबभन्दा ठुलो बाहुनुभन्दा टुप्पी जातमा माथि भनेको टुप्पी भन्दा माथि जात हुँदैन छातो हुँदैन भनेदेखि बाहुनभन्दा माथि जात अहिले त सबै समान कुनै जात जाति कोही बोल्न पाइँदैन भन्छ नि गुरुबा त्यो जात जाति भनेको बोल्न पाइँदैन बोल्न पाइयो बोल्न नपाइने पनि भएन होइन अब त्यो अब किन भनेदेखि अब अहिलेको जात जाति हुँदैन भनेको त्यो दलित भन्यो भन्छ दलित भन्नेले त्यो मेरो यो मलाई यो दलित भन्न हुँदैन दही भन्न हुँदैन काहीँ भन्न हुँदैन त्यस्ता मान्छे भत्ता लिएर नगयो भने भत्ता लिने किन जाने त्यो पनि दलित भने कि भत्ता लिन जाने नि पैसा त चाहिँ मिठो हुने भत्ता मिठो हुन्छ नि भनेदेखि अब हामीले भन्दाखेरि तौलिएर कसैलाई पनि भनिँदैन तौलिएर कसैलाई पनि तौलिँदैन अब होइन अरूले लचल दलितै रहेछ भने पनि उनलाई दाइ भन्दा दाइ भाइ भन्दा भाइ भने आमा भन्दा आमा भनिन्छ आमा भनिन्छ दिदीहरूलाई दिदी भनिन्छ मान गरेको पनि हुँदैन हामीले मान नगरेको पनि हुँदैन मान गरिन्छ होइन आफ्ना आफ्ना ठाउँमा सबै आफ्ना आफ्ना ठाउँमा बसेको छ उनीहरू पनि बसेको छ उनीहरूलाई केही दोष लाग्छ छैन